हेलो नमस्ते सबैलाई। म सिधै शक्ति ग्लोबल ट्राभल्सबाट म्यानेजिङ डाइरेक्टर शक्ति तामाङ। हिजोबाट स्पेनमा नेपालीहरू विभिन्न डकुमेन्ट नभएको कारणले गर्दाखेरि चाहिँ समातिरहेको डिपोर्ट गरिरहेको भन्ने न्युज चाहिँ सोसियल मिडियामा एकदमै भाइरल छ होइन। एकदमै ट्रेन्डमा चलिरहेको छ। आजभोलि डिपोर्ट गर्दैछ युरोपबाट नेपालीहरू है, पोर्चुगलबाट नेपालीहरू डिपोर्ट गर्दैछ भन्ने हल्ला सुनेको भएको कारणले गर्दाखेरि चाहिँ मैले यो भिडियो मार्फत नै के भन्न चाहेँ भने, यदि तपाईँहरू युरोप कन्ट्रीमा हुनुहुन्छ होइन, युरोपको सेन्जन कन्ट्रीमा हुनुहुन्छ र नेपालबाट युरोप गएर टुरिस्ट भिजामा गएर तपाईँ सेटल हुने तपाईँले सोच्दै हुनुहुन्छ। टुरिस्ट भिजा किन भनेको भन्दाखेरि म आफै पनि टुरिस्ट भिजाको काम गर्ने गर्छु। अनि त्यही माथि पनि मान्छेहरू नेपालीहरू भिजिट भिसामा आएर अलपत्र परेको है, भिजिट भिजामा आएर के अरे भनौँ न भिजा पनि एक्सपायर भएको, ओभरस्टे भएको भन्ने कुरा चाहिँ मैले सुनेको भएको कारणले गर्दाखेरि चाहिँ यदि नेपालबाट तपाईँ टुरिस्ट भिजामा युरोपमा गएर सेटल हुने तपाईँ सोच्दै हुनुहुन्छ र युरोपमा अलरेडी तपाईँ टुरिस्ट भिजामा पुगिसक्नु भएको छ र कसरी सेटल हुने, तर त्यो भिजा चाहिँ एक्सपायर हुनु भएन तपाईँको होइन, ओभरस्टे भएको हुनु भएन। तपाईँ यदि तपाईँ युरोप पुग्नुभयो 1-2 दिन मात्रै भएको छ तर ओभरस्टे भएको छैन भने पनि तपाईँलाई काम खोज्न गाह्रो भइरहेको छ भने पनि तपाईँले सिधै हामीलाई सम्झिन सक्नुहुन्छ। र यदि नेपालबाट तपाईँ टुरिस्ट भिजामा जानु भएर उहाँ गएर जब अपर्च्युनिटीहरू म हेर्छु खोज्छु, आफूलाई मिल्ने जब, आफूलाई सुइटेबल हुने जब पाएँ भने म त्यहाँ जब गर्छु भन्ने तपाईँले सोचेको छ, यदि सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँले सिधै हामीलाई सम्झिन सक्नुहुन्छ। यसरी चाहिँ डिपोर्ट नहुनु, आफ्नो भिजालाई के अरे ओभरस्टे एक्सपायर चाहिँ हुन नदिनुहोस् होइन। तपाईँ आफ्नो लिगल हिसाबले गएर पनि सेटल हुन सक्नुहुन्छ। पोर्चुगल, माल्टा र पोल्यान्ड यो 3टा देशको लागि चाहिँ यदि तपाईँ सेटल हुन चाहनुहुन्छ, युरोपको जुनसुकै ठाउँमा भए पनि तपाईँको भिजा एक्सपायर भएको छैन, नेपालबाट जाने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँले सिधै हामीलाई सम्झिन सक्नुहुन्छ।